हाम्रो यात्रा चाहिँ एकदम कठिन छ। बिहान पानी पर्ला जस्तो भएको थियो, तर अहिले घाम लागेर एकदम चर्को छ। यो बाटो हुँदै यसरी माथि डाँडामा जाँदैछौँ। यहाँ बाटो सबै सिडी यस्तो छ। बाटो चाहिँ राम्रो छ। गर्मी भएर छाता ओढेर हिँड्दैछन्। सबै यस्तो डाँडा। ठिमी नाम ठिमी ठिमी छिमी ए म त ठिमी ठिमी भने छिमी छाता ओढेर सौराको साउरा रे यो साउरा पहिला बारी थियो। के थियो बारी होला, अहिले यस्तो पार्क बना छ। तिम्रो नाम के हो रे? छिमी। ल छिमी दौडे है छिमी छिमी। यो चाहिँ के हो साथीहरू? यो चाहिँ यो भनेको चाहिँ ठोस्ने हो। यसको चाहिँ अचार पनि खान मिल्छ। यो चाहिँ यहाँ थुप्रै पाइँदैछ।